दामी भ्यू भइरहेछ नि आज। अहिले भनेको रातिको 9 बज्न लागिसकेको छ। यस्तो दामी भ्यूको साथमा मैले नयाँ भिडियो बनाउन सोचिरहेको छु। मेरो रुम चाहिँ त्यो हो हैन, वाइड एङ्गल क्यामेरा छैन, त्यही पनि चारैतिर मान्छे छन्, हल्का लाज त लागिरहेको छ। भालो हुन एन्जाइटी, सोसल एन्जाइटी भने यस्तै हो। आजको भिडियो भन्ने कस्तो भयो भन्दाखेरि, भिडियो त मैले बनाउने त कोसिस गरेँ, तर मैले केसमा भिडियो गराउने, कसरी गराउने, युट्युब कसरी चलाउने, ह्यान्डल गर्ने, युट्युबमा यस्तो भिडियोले काम गर्छ गर्दैन त्यो कुरामा मलाई खासै भएन, ज्ञान भएन। त्यो भएर अनि अरू बाँकी कुरा त यस्तै हो। ज्ञान नभएको कारण अल्लमल्ल परिरहेको छु। भिडियो चाहिँ म कन्टिन्युस बनाउँछु, कुन टपिक हो के टपिक हो म थाहा छैन, तर पनि भिडियो चाहिँ कन्टिन्युस बनाउँछु। हेरौँ कहिलेसम्ममा बनाइसक्छु। अब पर्फेक्टली म कहिले सर्ट गर्न सक्छु, पर्फेक्टली काम कसरी अगाडि बढ्न सक्छ, अन्टिल यु सक्सेस कसैले फलो त गर्नेवाला छैन। यो जर्नीमा म एक्लो नै हुनेछु। तर पनि मैले एउटा पर्फेक्ट यो निचमा लाग्छु, यो उसमा लाग्छु भनेर छैन। 2-4वटा भिडियो यस्तो बनाएँ उस्तो बनाएँ, त्यसले अब इम्प्याक्ट पार्ला नपार्ला थाहा छैन। भन्नेले के भन्छ अरूका कुरा छोडिदिउँ होइन। तर पनि बाइ द वे त्यही पनि कि सोसल एन्जाइटीलाई परिराखौँ, तर पर्फेक्टली राइट पाथ कहाँ जाने के गर्ने त एक्ज्याक्टली त थाहा छैन। कुन निचमा जाने, कस्तो खालको, कि त भ्लग बनाउनु पऱ्यो कि कस्तो गराउने हो, मोटिभेसनल टाइपको गराउनु पऱ्यो। अब मसँग खासै टाइम त हुँदैन, त्यही पनि आफ्नो प्यासनलाई पनि त अगाडि फोकस गर्नु पऱ्यो। त्यो हिसाबले चाहिँ आज भिडियो बनाउनु लाग्यो 8-10 दिन जति भयो होला। भनेपछि अलिकति ग्रोथ त आएको छ, थोरै न थोरै त ग्रोथ आएको छ। मजाले अलिकति बोल्न सकेको जस्तो कम्फर्टेबल फिल त भएको छ। 2-4जना मान्छे अगाडि पनि बोल्ने, त्यसले केही फरक पार्ला जस्तो मान्दैन। तर पनि अब यसरी बोलेर मात्रै त हुँदैन, केही ज्ञान पनि त दिनु पऱ्यो। प्र्याक्टिकल चिजहरू पनि त भन्नु पऱ्यो। लेखेको कुराहरू त सबैले जानेको छ, सबैले बोलेको छ होइन। त्यो भएर के गर्ने त भन्ने कुरा एक्ज्याक्टली थाहा भएन। त्यही पनि ठिकै छ, क्यामेरामा रिल्समा कैद गरौँ, कुनै दिन सम्झना होला होइन। अपलोड गरिरहौँ, हेरौँ कहाँसम्म पुग्छ जर्नी, कतिसम्म पुगिन्छ हेरौँ है त। आजको टपिक चाहिँ कस्तो छ भन्दाखेरि अल्छी के